नमस्कार साथीहरू, फेरि पनि तपाईहरुलाई स्वागत छ हाम्रो सिजन 1 एपिसोड 2 पोडकास्टमा। आज हामीसँग हुनुहुन्छ स्पेशल गेस्ट नेपालकै चर्चित र्यापर रुमाले। स्वागत छ तपाईलाई हाम्रो पोडकास्टमा। थ्यांक यू ब्रो, हात मिलाइदिनु न त। अनि एउटा कुरा, मलाई एउटा मनमा लागेको कुरा, तपाईको नाम रुमाले चाहिँ कसरी भयो? यो घाँटीमा रुमाल भएको थियो अनि गाउँलेहरूले रुमाले रुमाले भन्न थाले। त्यो मेरो स्टेज नेम पनि रुमाले राखिदिएँ मैले। यो ब्याग राखिदिएँ यार ब्रो, लास्ट भारी छ भने ज्याउ भयो। के छ र ब्यागमा? ल्यापटप ब्यागमा ल्यापटप हुन्छ नि ब्रो, बुझ्दैनौ तिमीले। ल्यापटप छ नि, बिटहरू राख्छु मैले त्यसमा आफ्नो ऱ्यापको। अनि तपाईँ ऱ्यापमा जोडिनुको कारण चाहिँ के हो? ब्रो यार पहिला म सिक भएर भिटनको ऱ्याप सुन्थेँ कि, अनि उसलाई देखेर मलाई पनि लाग्यो कि म लेख्न सक्छु भनेर फेरि म ऱ्याप लेख्न सुरु गरेँ क्या। खै एउटा ऱ्याप सुन्यौ न त फ्री स्टाइलमा। सुन्ने हो त? सुन्ने हो। ल है त। के गरे तपाईले? त्यो टेस्टन ऱ्याप हुन्छ काई? ब्रो यार यो प्री हो के, यो के भन्छ, यो प्री ऱ्याप भन्छ नि, होला म कोसिस गरिरहेको, ट्राई गरिरहेको। यसको लागि म ऱ्यापको बिना सेटअप चाहिँ म ऱ्यापै गर्न सक्दैन के। सेटअप गरौँ न त। सेटअप गर्छ आफ्नो, त्यसपछि हेर न ब्रो यार कस्तो हुन्छ ऱ्याप है। यस्तो ऱ्याप मेरो जस्तो कसले चाहिँ लेख्छ ऱ्याप ब्रो यार। त्यत्तिकै नेपालको चर्चित ऱ्यापर भएको होइन नि यार ब्रो म यार। यो यार सिकको कारणले अलिकति यार यो ऱ्याप नै नहुने भएको क्या। कस्तो सेटअप हो यो चाहिँ फेरि? एकैछिन म सेटअप गर्न देऊ न यार ब्रो। ल ब्रो अब सुन तिमी ऱ्याप। यो 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 हातमा छ ब्लेड, उल्टा छ प्लेट, जुत्ता छ नाइकीको। यता ऊ पनि रहेछ यार, लुई भिटन पनि रहेछ। के हो ब्रो, तपाईँ यहाँ इन्टरभ्यू दिन आएको कि यहाँ जुत्ता देखाउनु, यहाँ त्यो के खाना आएको यहाँ? यो ब्रो सेटअप ऱ्याप मन पर्यो किन तिमीलाई? ऱ्याप मन पर्यो? त्यस्तै ऱ्याप हुन्छ कतै? तिमीलाई अर्को ऱ्याप सुनाउँछु। मेरो आँखा पनि कालो, चस्मा पनि कालो, कपाल पनि कालो, यो पनि कालो, झोला पनि कालो, कालो कालो कालो। तपाईँ कस्तो मान्छे हो कि? हामी यस्तै त हो नि ब्रो। तपाईँको यो पहिला सेटअप हटाउनुहोस् त, के हो यो? एकछिन है त। तपाईको यस्तो पाराले तपाईको रिलेटिभ्स के भन्छन्? रिलेटिभहरूको कुरा नगर न यार ब्रो, ल्याङ हुन्छ कि म तिनीहरूबाट टाढै बस्छु रिलेटिभहरूदेखि। अनि तपाईको लभ लाइफ स्टाइल के थियो? अनि थियो एउटा गर्लफ्रेन्ड थियो, धोका होइन बोका भनेर छोडिदियो क्या मलाई यार। अनि तपाईले ऱ्याप गर्ने माइक चाहिँ कति पर्छ? 50,000 पर्छ ब्रो, रडको हो। अनि त्यति महँगो माइकमा चाहिँ ऱ्याप हान्दा चाहिँ कस्तो महसुस फिल हुन्छ त? अनि सन्नी लियोनी भन्दा सेक्सी लाग्छ ऱ्याप भन्दा माइक। अनि रुमालेजी, तपाईको नयाँ नयाँ प्रोजेक्टहरू के आइरहेको छ त? आयो नि, अब मैले 1 हप्तापछि गीत झारिरहेको छु मैले, सुन्छौ? राम्रो छ फेरि यो चाहिँ, सुन्नै पर्छ है त। ल म सुन्छु के छ र। कालो चस्मा लगाएर आए म, चिटीको कोट प्यान्ट पनि लगाएर। अहिले त्यो बाँकी म लेख्छु बिस्तारै 2-4 वर्षपछि। हो, यो गीत चाहिँ अलि राम्रो छ। अनि फ्युचरमा कोसँग कोल्याब गर्न चाहनुहुन्छ तपाईँ? ब्रो यार कोल्याब भनेपछि अब ऱ्यापरहरूसँग कोल्याब के गर्नु, यो गरिब ऱ्यापरहरूसँग कोल्याब गर्ने मनै छैन मलाई चाहिँ। अब सिधै शाहरुख खानसित डिल गर्छु मैले। अब शाहरुख खानसित अलि मिटिङहरूको अपोइन्टमेन्ट भइरह, अब हेरौँ के हुन्छ। शाहरुख खानले दिन्छ नि त तपाईँलाई अपोइन्टमेन्ट? किन नदिनु, मैले उसलाई लोन दिन सक्ने, उसले मलाई अपोइन्टमेन्ट नदिन त? 4 करोडको लोन दिएको मैले उसलाई। 4 करोडको लोन? अनि नेपाली हिपहपलाई अन्तर्राष्ट्रिय लेभलमा कसरी चिनाउनुहुन्छ तपाईँ? ब्रो यार म बिहान उठेर आफ्नो स्टुडियोमा 5 घण्टा 10 घण्टा यस्तो मेहनत गर्छु, यस्तो गीतमा यस्तो गरिरहेको छु मैले मेहनत। नेपालमा फर्स्ट टाइम म पहिलो ऱ्यापर हुनेछु जो ग्रामी लिएर आउनेछ, आई प्रमिस। अनि बिट फ्लो बनाउने प्रक्रिया कस्तो हुन्छ त?
बिट फ्लो बनाउने प्रक्रिया ब्रो यस्तो हुन्छ, म देखाउँछु है। मैले यहीँ लिएर आएको छु कि आज लगभग सबै सामानहरू, त्यही भएर बिट फ्लो सब यहीँ बन्छ है ब्रो। आज हेर चल्दैन त्यही यार ब्रो। अब अर्को दिन सिकाउँला ब्रो। अब अर्को दिन चल्ने लाइटर ल्याएर आउँछु अनि सिक्ने है त त्यही हो तपाईँको बिट फ्लो। ब्रो यार मेहनत हो यो ब्रो। स्टुडियोमा तिमी आउ न कहिले मेरो स्टुडियोमा, कस्तो धुवा धुवा बादलहरू बन्या हुन्छ। त्यही चुरोटको धुवा त होला। चुरोटको होइन ब्रो, त्यो सपनाको धुवा, बादल, सपनाको बादल हो। अनि तपाईँको यस्तै पाराले आउँछ त त्यो के अरे ग्रामर भन्ने कि ग्रामी भन्ने? भर्सल गरिरहेको छु मैले, सक्दो प्रयास मैले गरिरहेको छु, डेली स्टुडियो गइरहेको छु, गीतहरू झारिरहेको छु। एक दिन इन्टरनेसनल खाँदै हो। माइन्ड माई वर्ड्स। हस्त रुमालेज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँ यस पोडकास्ट भिडियोमा आइदिएकोमा, र आशा छ पक्कै पनि हामी अर्को पोडकास्ट भिडियोमा बोलाउने छौँ। हस्त धन्यवाद।